यहाँ चाहिँ सुनकोशी तिनको निर्भया यस्तो राम्रो खेती गोठमा छिरेर अर्कै ग्रहमा आइसकेको आनन्द तपाईँ यहाँ कति वर्षपछि आउनुभएको र यो अहिले यो जुन खेतीहरू भएको छैन यो देख्दा तपाईँलाई कस्तो लागिरहेछ? अब अहिले खेती गर्ने अब कुनै पनि खेती गरिएको छैन, अब खेती गर्ने मान्छे पनि छैन होइन। धेरै वर्षपछि आएको। आउन त म अलिकति बेला बेलामा यसो माथिबाट हेर्ने गरेको, तर म बचपनमा हुँदाखेरि म यो खेती गरेर यहाँ पानी चाहिँ लगाएर खेतमा पानी लगाएर स्कुल पुग्थ्यो अनि यो मङ्सिरमा धान काटेर धान बोकेर माथि यहाँ आउँदा तपाईँले मुख्य के सम्झिनु भयो? बाल्यकाल सम्झ्यौँ होइन। बाल्यकालमा हामी एकदमै रमाइलो मान्थ्यौँ यहाँ बस्दाखेरि र यहाँ माछा मार्ने होइन, ठुल्ठुला माछा मार्ने काम हुन्थ्यो। अनि त्यसपछि यो बाँदर अहिले पनि भर्खरै बाँदर देख्यो, अनि बाँदर हेर्ने होइन, बाँदर बास गर्ने ठाउँ पनि हो। बाँदर हेर्ने अनि खेती गर्ने अनि मकै अब असारमा मकै गरेर हुन्थ्यो भने बाँदर हेर्नुपर्ने अनि मान्छेसँग खेतीहरू हुन्थ्यो, धेरै राम्रो हुन्थ्यो। अब अहिले चाहिँ यो सिँचाइको कारणले पहिलाको अस्ति पोहोरको फ्लडको कारणले सिँचाइ सबै भयो, सिँचाइ नभएको हुनाले यहाँ खेती भएको छैन, तर खेती त हुन्थ्यो यहाँ खेती गरिरहेको छ यहाँ गाउँले। पोहोरको बाढीले कुलो बगाएको कारणले चाहिँ ठुलो बगाएको कारणले खेती नभएको एकदमै आनन्द हुन्थ्यो त्यो बेला होइन, रमाइलो लाग्थ्यो।